हेलो साथीहरू, खाना मात्रै कति पकाउने। अब हामी साबुन बनाऊँ है त। मेरो स्किन एकदम सेन्सिटिभ छ, त्यही भएर मैले साबुन आफै बनाउँदैछु। यो चाहिँ रह्यो पाती, अनि यो पातीलाई मजाले पहिला सुरुमा कुट्ने है, यस्तो ओखलीमा राखेर मजाले कुट्ने। यतिको रस निस्किने भइसकेपछि अनि त्यस पछाडि यसलाई चाहिँ फर्मेन्ट हुनलाई हामीहरूले 24 घन्टाको लागि छोडिदिनुपर्छ। अहिले हेर्नु अलिक ग्रिन छ, फर्मेन्टेसन पछि चाहिँ यो अलिकति डार्क कलर आउँछ र यसको रस सबै निकाल्ने। रस निकालिसकेपछि मैले चाहिँ मोमोको भाँडामा यस्तो जुगाड गरेर एउटा डबल बोइलर बनाएको। अब डबल बोइलर त घरमा हुँदैन पक्कै पनि, र यो एकदम उम्लिँदो रहेछ। मैले नै फर्स्ट टाइम बनाएको यो। अनि मजाले यसलाई पकाएर अलि आधी जति घटाइसकेपछि त्यसलाई चाहिँ छानेर राख्ने। अनि यो चाहिँ हो गोट मिल्कको सोप बेस है, मैले चाहिँ अनलाइनबाट मगाएको। अनि यसलाई चाहिँ डबल बोइलरमै बोइल गर्नुपर्छ, नत्र यो जल्छ। मैले खतरा जुगाड लगाएको छु, हेर्नु चम्चा राखेर एकदम। अनि यसलाई मजाले पगाल्ने है, मजाले पगालिसकेपछि यसमा यो चाहिँ पातीको रस पकाएको राखिदिने र यसलाई पाती राखिसकेपछि पनि अलि पकाउनुपर्छ, अलि मजाले पकाउने। अनि माथिको फिजहरू चाहिँ फालिदिने। यो फिजहरू फालेन भनेपछि फेरि साबुन अलि राम्रो देखिँदैन क्या। अनि मजाले मेरो साबुन पाक्यो है। अनि त्यो पछाडि मैले चाहिँ अब मोल्ड छैन मसँग, त्यही भएर यो मैले अचार खाने कटौरा थियो, मजाले यसलाई मिसेर यसैमा मैले राख्दैछु। अनि त्यस पछाडि मजाले यसलाई एउटा एउटामा राख्ने है। अनि यो चाहिँ 1 किलो सोप बेसको मैले बनाएको है यसमा। अनि यो सानो कटोराको 10वटा र ठुलो कटोराको 2टा भएको थियो। अनि यसलाई मजाले यसलाई राखिदिने, रातभरि राख्नुपर्छ। अनि यो मजाले जम्छ है। तर यो बाहिरको साबुन जस्तो फर्म चाहिँ हुँदैन, त्यो चाहिँ ख्याल राख्नुपर्छ। फर्म चाहिँ हुँदैन, अलि नरम नै हुन्छ, किनभने यसमा केमिकल छैन नि त। र यो सुकेर यस्तो भएको थियो, र मैले निकालेर नै देखाउँछु है। हेर्नु यस्तो भएको थियो, कस्तो राम्रो देखेछ है। युज गरेर भन्छु ल कस्तो हुन्छ।